गाइस एउटै लुक्स एउटै ड्रेस एउटै अवस्थामा हामी चाहिँ घुमिरहेका छौँ। आज पनि फेरि सुर्केदार उतै रुम जाने तर्फमा छौँ सबैजना। यस्तो रमाइलो भइरहेछ कि आज चाहिँ फेरि यस्तो गर्मी छ। फेरि काठमाडौँको तनतनापुर गाउँमा चाहिँ बाहिर निस्किनुलाई चाहिँ अलिकति गाह्रो नै हुन्छ होइन। त्यही भएर पनि फेरि ब्लग बनाउनुलाई चाहिँ यस्तो गाह्रो हुन्छ भने जस्तो लाग्छ कि मलाई चाहिँ। फेरि उस्तै छ, उस्तै मौसम, उस्तै परिस्थिति, उस्तै वातावरणभन्दा पनि अलिकति आजभोलि चाहिँ फेरि गर्मी बढेको छ क्या। गर्मी बढेर पनि होला बाहिर निस्किनु मनै लाग्दैन। सुकिडाँडादेखि हामी चाबेलतिर गइरहेको छौँ। चाबेल हुँदै रुम जाने। आज खासमा गएको चाहिँ हामी शहीद गङ्गलाल हस्पिटल गएर आएको। त्यहाँ एकजना बिरामीलाई भेट्नु पर्ने थियो, भेटेर आइसकेका छौँ हामी चाहिँ। र यस्तो फेरि शीतलमा चाहिँ भिडियो बनाउनु लाग्छ क्या। त्यही भएर फेरि मोबाइलको क्यामेरा चाहिँ अन गरेर आफूतिर हेर्छाले भिडियो बनाउँदै 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 हिँड्नु चाहिँ मजा लाग्छ होइन। त्यही भएर पनि होला खतरा भिडियो भनिरहेको छ क्या। खतरा भनिरहेको छ, खतरा नै छ होइन। किनभने क्यामेरा त्यत्तिकै राम्रो छ क्या मेरो चाहिँ होइन। क्यामेरा राम्रो भएर पनि होला यस्तो भिडियो बब्बाल आउँछ भने यता चाहिँ सुकिडाँडादेखि अलिकति अगाडि गइसके पछाडि चाहिँ हाम्रो आउँछ भने गोकुलकृष्णदेखि अलिकति माथि गएपछि चाहिँ अलिकति अगाडि गएपछि आउँछ त्यहाँ चाबेल। आनन्द लागिरहेछ है। हामी 16 में हेरेन होइन। 16 में हाम्रो चाहिँ अलरेडी छ। 16 में हेर्नुहुँदैन भन्ने मानेर हामी जित्दै खानु पर्छ। बाहिर चाहिँ यहाँ 16 में भनेर हेरिरहेको छ। 16 में हामी हेर्दैन। 16 में हामीसँगै छ। सुकिडाँडा सबभन्दा ठुलो बिल्डिङ चाहिँ वहाँ देख्न सक्नुहुन्छ। अब म सर्ट भिडियो बनाउँदिनँ है। सर्ट भिडियो भनेको चाहिँ म बनाउँदिनँ किनकि सर्ट भिडियोमा यति बेर भ्युज जान्छ, यति बेर लाइक पनि आउँछ क्या। तर सर्ट भिडियो म बनाउँदिनँ। अब चाहिँ अलिकति लङ भिडियो बनाउने कोसिस गरिरहेको छु। रमाइलो रमाइलो भिडियो म बनाउँछु कि म त लागि खालको भिडियो बनाउनु छु कि यो चाहिँ होइन। तत्कालले चाहिँ बनाउने त्यो अवस्था छैन। म भिडियो बनाउँछु सोचिरहेको छु। हात गलिसकेँ यार। गोकुलकृष्णसम्म भिडियो बनाउँछु। गोकुलकृष्णदेखि चाबेलसम्म, चाबेलदेखि बौद्धसम्म, बौद्धदेखि रुमसम्मको पनि भिडियो आउने छ। ओके साथीहरूले फेरि गाडीमा जाऊँ भनेको, बसमा जाऊँ भनेको साथी सबैजना लाग्ने रहेछ क्या। सबैजना 2जना बाहिर चाहिँ बस लाग्ने रहेछ, गाडी लाग्ने रहेछ। त्यही भएर फेरि हामी चाहिँ बिच बाटोमा हिँडेर चाहिँ हामी पुरा हिँड्दै आइरहेको छौँ। यस्तो गर्मी छ भने यस्तो गर्मी छ फेरि गाडी लाग्यो भने यस्तो लाग्दै गाह्रो हुन्छ नि त होइन। त्यही भएर पनि हामी चाहिँ आधी बाटोमा उठेर आइदिएको बाहिर सुकिडाँडा परेर हामी गोकुलकृष्ण साइड आइपुग्छौँ। लाग्छ जम्मै गोकुलकृष्ण चाहिँ हुँदै आइसकेको छ है साथीहरू होइन। कमाल आउँछ भिडियो नभुल्नु होला। भिडियो कति साह्रो कुद्यो है। अचम्म लाग्छ फेरि यति साह्रो कुदेर फेरि होइन। यति साह्रो कुदेर यति साह्रो एक्सिडेन्ट गराए पनि जिम्मेवार को भन्छ भनेर मैले यस्तो कपालको भिडियो भन्छ क्या। फेरि हाम्रो कपालको भिडियो भन्छ, कपालको भिडियो भन्छ, कपालको भिडियो आउँछ, कपालको भिडियो आउँछ मेरो चाहिँ होइन। खास देखेर यस्तो भिडियो हुन्छ।
ल के साह्रो कुदाएको यार एक्सिडेन्ट हुने गरी कुदाउँछ हौ गाडी त जम्मा लाग्छ यस्तो साह्रो कुदाउने र बस स्टप भनेर लेखिरहेको छ मेरो चाहिँ खासमा तर बस स्टप भनेको मात्रै रहेछ कि एउटा बस आएको छैन भने अचम्म लागिरहेको छ क्या मलाई आफैलाई हेर्दा अचम्म लाग्छ भने किनभने बस स्टप भनेर लेखेको ठाउँमा एउटा बस पाइँदैन जहाँ चाहिँ स्कुटीहरू नरोक्नु पर्ने ठाउँमा चाहिँ सबै रोकियो भने क्या अचम्म लाग्छ यो काठमाडौँको सबैभन्दा समस्या यही छ क्या है जताततै गाडी पार्किङ गरिदिने जताततै रोकिने बाटो नकाट्नु पर्ने ठाउँ फेरि मान्छे उस्तै छ जताततै बाटो काटिदिने त्यसपछि एक्सिडेन्ट भएन भने कहाँ एक्सिडेन्ट हुन्छ हो क्या होइन गाइस सबै सुधार हुन्छ क्या यो चाहिँ अलिक गाह्रो हुन्छ है बैजनी पुल भनेर चाहिँ यता देखाएको छ बैजनी पुल कृष्णले बाटो है राम्रो भनेको छ यसलाई चाहिँ यो कपन खोला भनेर देखेको सक्छ हामी यस्तो कबाल छ क्या है यस्तो सफा पनि भएको छ यस्तो सफा पनि आएको छ बैजनी पुलमा म हिँडिरहेको छु देख्न सक्नुहुन्छ यो चाहिँ आकाशे पुल हो क्या खासमा मेरो हात गल्यो क्या लास्ट यो पानीमा परेपछि पानी बसेन भने लास्टै हुने रहेछ है गाह्रो हुने रहेछ कि मेरो चाहिँ यस्तो हात गलिरहेको छ त्यही भएर पनि होला कि यस्तो भिडियो बनाउनु लाग्दा पनि फेरि यो हात गलेर यस्तो गाह्रो भइदिने क्या अचम्म लागिरहेको छ अचम्म छक्क गरिहाल्छु क्या म त यो हात गलेर पनि बिजो पर्छ टेन्सन हुन्छ के फेरि अर्को भिडियोमा म फेरि तपाईँलाई देखाउने नै छु अरू ठाउँ पनि होइन सिउने भिडियो